है मैले अनलाइन सामान त चस्मा मगाएको थिएँ है। चस्मा त स्प्रिङवाला रातो सेतो हुने है। खोलेर हेरौँ कस्तो चाहिँ हुने रहेछ चस्मा है। मैले एउटा स्प्रिङवाला चस्मा देखेको थिएँ घुमाउने है। त्यो घुमाउने चस्मा मैले अनलाइन अर्डर गरेको थिएँ। अनलाइन अर्डर गर्दाखेरि यो कस्तो चाहिँ हुँदो रहेछ भन्ने कुराहरू यसको अब त स्प्रिङवाला घुमाउने रातो सेतो वाला भन्ने यो आएको छ है। अहिले यसलाई खोलेर हेर्दैछु है। यो चस्मा चाहिँ यस्तो छ है। यो स्प्रिङबाट रहेछ है। यसलाई चाहिँ हजुरले यसरी घुमाएर यो उज्यालोमा हैन अँध्यारोमा राति भएपछि यसलाई हजुरले यसरी घुमाएर सेतो बनाउन सक्नुहुनेछ है। र अँध्यारोमा हजुरले यसलाई घुमाएर है यसरी घुमाएर ब्ल्याक बनाउन सक्नुहुन्छ। नाइटमा व्हाइट हैन नाइट भिजन नै हो यो पनि है। यसमा फेरि स्प्रिङ पनि रहेछ। बवाल लाग्यो क्या मलाई है यो स्प्रिङ है। स्प्रिङ पनि रहेछ। यो चाहिँ मलाई बवाल लाग्यो है। अनि यसको लुक्स पनि दामी लाग्यो मलाई है। यसको लुक्स पनि दामी यो घुमाउनेबाट रहेछ। लुक्स पनि दामी लाग्यो। यसमा स्प्रिङ है। स्प्रिङ पनि बवाल लाग्यो। फेरि डबल स्प्रिङ रहेछ यो है। यहाँ हेर्नुहोस् त डबल स्प्रिङ रहेछ। अनि अब यसबाट हजुरले घुमाएर हजुरलाई अब नाइट डे हैन घाममा घामको लाइट आउँछ नि त्यो लाइट पनि नआउने हजुरले गर्नु सक्नुहुनेछ यहाँबाट है। लाइटलाई पनि यहाँ घुमाएर यसरी घुमाएर ठ्याक्क यसको यहाँनिर दिएको छ एरो है। यो एरोमा हजुरले अब म्याक्स यो यसको यहाँ लेखेको छ है MD 2-400X छ है। 49 mm को रहेछ है। अनि W मिनीमा रहेछ। हजुरले यो सबै यहाँनिर हजुरको दिएको छ। यो हजुरले कुनमा कतिकोमा उज्यालोमा हैन हजुरले कतिकोमा आफूलाई मनपर्छ त्यतिकोमा हजुरले त्यही लेभलमा राखेर पनि लगाउनु मिल्छ है। त्यही भएर मैले यो मगाएँ। यो जस मलाई बवाल लाग्यो। अब अँध्यारोमा हैन अघि मैले अहिले मैले लगाएर ट्राई गरेँ। अब यो घुमाए कालो भयो है। अब यो मैले बाहिर गएँ भने अब यो बाहिर अब राइड गर्नु गयो भने यो हजुरको अब यो अहिले मैले यो भित्र अब अलिक कालो देखिरहेछ हैन। अनि बाहिर गयो भने यो सनले हान्दाखेरि पनि यो हजुरको त्यो भेट्दैन हैन। बाहिर चाहिँ उज्यालो देख्छ। अनि नाइट भएपछि चाहिँ फेरि यसलाई मैले अब व्हाइटमा लिएर आउनुको लागि यसरी घुमाएँ। उज्यालो हैन वाउ यार ओभर दामी लाग्यो। आइस यो हो नि त हेर्नुहोस् त कस्तो उज्यालो देखियो नि बवाल देखो। लाइट निभायो भने पनि यो उज्यालै देख्छ है। यो लाइट निभाएर गऱ्यो भने नि उज्यालै देख्छ। र पनि एकचोटि ट्राई गरेर हेरौँ लाइट निभाएर पनि है। अनि उज्यालो देख्छ है। लाइट निभाएर पनि घुमाएर मिलाउनु पर्दो रहेछ है। यसमा हजुरको उज्यालो देख्दो रहेछ। हजुरहरूले यो चाहिँ मलाई एकदम बवाल लाग्यो है। यो बवाल लाग्यो हैन। यसलाई हजुरले जस्तो लेभलमा पनि राख्नु मिल्ने रहेछ। यो चाहिँ दामी लाग्यो है मलाई यो चस्मा बवाल लाग्यो। सो मैले यो मगाएको थिएँ है। अस्ति मैले हजुरलाई देखाएँ। प्राय म चाहिँ अनलाइनबाट मगाइरहेको हुन्छु है। यो चाहिँ एकदम बवाल लाग्यो मलाई है। जुनै साइजमा जुनै उयो लेभलमा राख्दा पनि मिल्छ हजुरले नाइट भिजन है। बवाल लाग्यो मलाई यो। अस्ति अर्डर गरेको थिएँ है। आज आइपुग्यो। जस बवाल लाग्यो। आइ एम सो ह्याप्पी है। दामी लाग्यो। सोचे जस्तो यस त्यहाँ देखाएको छ नि त्यो भिडियोमा त्यो बढाएर हजुरहरूलाई देखाएको छ नि जसरी अब यो बनाएर आफूले जुनै लेभलमा पनि राख्न सक्नुहुन्छ हैन। त्यो टाइपले देखाएको थियो नि हो त्यही टाइपले नै अब मैले त्यो गर्दाखेरि अहिले उज्यालो भइरहेको छ। अँध्यारोमा मैले गरेँ हैन। अँध्यारोमा पनि उज्यालो नै देखिरहेछ है। अनि अब बाहिर अब गएर घाम लागिरहेछ हैन। त्यो घामको लागि मैले त्यो
घामको त रोशनी नपरोस् भनेर फेरि मैले त्यसलाई गरेँ भने त्यो घामको रोशनी पर्दैन है, अनि ठिक्कको हुन्छ है। हजुरहरूले जस्तो हजुरहरूलाई जस्तो लेभलमा कम्फोर्ट हुन्छ त्यस्तै लेभलमा राख्नु सक्नुहुनेछ क्या। त्यस्तो दामी लाग्यो क्या यो मलाई है। ल है, हजुरहरूलाई पनि मन पर्यो भने हजुरहरूले नि अर्डर गर्नुहुने सक्नेछ है। यसको प्राइस पनि क्या सस्तो क्या, दामी लाग्यो क्या मलाई। कति 2300 मात्रै क्या यसको प्राइस है। 2300मा यस्तो बवाल क्या होइन, दामी। अब त्यो हजुरहरूले यो बटार्ने है, बटारेर जुनै लेभलमा राख्नु नि मिल्ने 2300 रुपियाँ बवाल लाग्यो है। जस सोचे जस्तो रोजे जस्तो है, आफूले खोजे जस्तो पाए है। ओके, आइ एम सो ह्याप्पी है। ल सबैजनालाई बाई है। हजुरहरूले पनि मगाउनु होला, यो ग्लास चाहिँ दामी छ है।